संसारको सुन्दर देशमध्ये एक नेपाल दक्षिण एसियामा रहेको पहाडी देश हो। यहाँ सेता हिमालका सयौं चुचुराहरूदेखि हजारौं हरिया पहाड, डाँडाकाँडा र सुन जस्तो अन्नको भण्डार तराई गरी 3 भौगोलिक क्षेत्र लगायत झरना, छहरा, छाँगा, नदी नालाहरू कयौं छन्। संसारकै अग्लो चुचुरा सगरमाथा, शान्तिका प्रतीक शाक्यमणि बुद्ध जन्मस्थल लुम्बिनी लगायत यहाँको कला संस्कृति विश्व प्रख्यात छन्। साथै पशुपतिनाथ, लुम्बिनी, स्वयम्भू, मुक्तिनाथ जस्ता स्थलहरूले धार्मिक पर्यटन बढाएका छन्। नेपाल प्राकृतिक स्रोतले भरिएको देश हो। धेरै वन क्षेत्र छन्। यहाँ एकसिङे गैंडा, बाघ, रेत पान्डा, हिमचितुवा जस्ता दुर्लभ जनावर पाइन्छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा छन्। नेपालमा कृषि प्रमुख पेशा हो। पर्यटनले ठूलो आमदानी दिन्छ। धेरै मानिस हिँड्न, पर्वतारोहण गर्न, प्राकृतिक दृश्य हेर्न नेपाल आउँछन्। पोखरा, मुस्ताङ, मनाङ, रारा, खप्तक जस्ता ठाउँले पर्यटक आकर्षित गर्छन्। नेपालले कठोर इतिहास पूर्ण भए तापनि आजको दिनसम्म नेपाल गर्वका साथ भन्न पाइरहेको छ। यहाँका मानिस सहयोगी र धैर्यवान छन्। उनीहरूले विपत्तिमा पनि समुदायलाई जोडेर अघि बढ्छन्। यो सानो देशमा तपाईले विविध धर्म, संस्कृति, परम्परा, जनजाति, वेशभूषा, प्राकृतिक विविधता र भावनाको मिश्रण पाउनुहुन्छ। यही विविधताले संसारभरिमा नेपाललाई विशेष बनाउँछ।